आज नेपाल क्रिकेटको जन्मदाता भनिने देशसँग आँखा जुदाएर मैदानमा उत्रदैछ। आज मैदानमा इतिहास उत्रदैछ। यो एउटा केवल खेल होइन, यो सन्देश हो। नेपाल अब हेर्ने टिम होइन, अब खेल्ने टिम हो। वर्ल्ड कपको मञ्च, विश्वको नजर र छातीमा नेपाल लेखिएको जर्सी, एकातिर इङ्ल्यान्ड 2 पटकको विश्वविजेता, 100औं वर्ष क्रिकेट इतिहास बोकेको, अत्याधुनिक सुविधा र असीमित स्रोत, अर्कोतिर नेपाल सङ्घर्षबाट जन्मिएको क्रिकेट, सीमित सुविधा तर असीमित हिम्मत। नेपाल आज वर्ल्ड कप खेल्दैछ, यो आफैमा ठुलो उपलब्धि हो। आइसिसीको मान्यता, ओडिआई स्टाटस, आइसिसी क्रिकेट क्वालिफायर हुँदै आज वर्ल्ड कपमा इङ्ल्यान्डसँग मञ्च सेयर गर्दै गर्दा यो रातारात एकैछिन र जादुको छेडीमा आएको उपलब्धि भने पक्कै पनि हो। यसको पछाडि क्रिकेट एसोसिएसन अफ नेपाल र खेलाडीहरूको ठुलो सङ्घर्ष छ। यो वर्षौं वर्षको सपना र बलिदानको परिणाम हो। यी खेलाडीहरू सङ्घर्षको मैदानबाट आएका हुन्। कसैले परिवार छाडे, कसैले आलोचना सहे, कसैले भविष्य दाउमा राखेर, तर आज इङ्ल्यान्डसँग वर्ल्ड कपको मञ्चमा सँगै उभिँदा नेपालको आँखामा डर पनि छ। उनीहरू खेल्दैछन् केवल आफ्नो लागि होइन, 3 करोड नेपालीको लागि। हरेक रन नेपालको आवाज हुनेछ, हरेक बााउन्ड्री नेपालको सपना हुनेछ। इङ्ल्यान्डसँग खेल्नु एउटा सपना थियो, आज त्यो सपना यथार्थ बनेको छ। आज जित आयो भने विश्वभर सनसनी, हार भयो भने पनि नेपाल इङ्ल्यान्डसँग खेल्नु नै त्यो ठुलो उपलब्धि हो। तर खेल जित्नका लागि खेलिन्छ। इङ्ल्यान्ड विरुद्धको यो खेल स्कोर बोर्डमा मात्र होइन, नेपाली क्रिकेटको इतिहास सुनौलो अक्षरले लेखिनेछ। जय नेपाल, जय नेपाली क्रिकेट।